संसारमा कसले दुःख पाउँछ होला? जसले पनि भन्छ गरिबले दुःख पाउँछ भनेर सजिलै भनिदिन्छ। तर सबभन्दा दुःख कसले पाउँछ त? शास्त्रमा के भनेको छ यस विषयमा थाहा छ? सही हो। लोकेशु निर्धनो दुःखी। दुनियाँमा निर्धन मान्छे दुःखी हुन्छ। त्योभन्दा पनि दुःखी को हुन्छ? ऋणकर्ता ततः पर। गरिब छ भने त के भयो त? जति धन छ त्यतिको उपभोग गर्छ, बस्छ आनन्दसित, केही समस्या छैन। तर ऋण पनि लिएको मान्छे त्यो भन्दा पनि बढी दुःखी हुन्छ। किन? ऋण तिर्ने पनि तनाव उल्ला हुन्छ। ऋणकर्ता ततः पर। ताभ्याम दुःखी। दुवै थरी भन्दा दुःखी अर्को छ फेरि। को हो त्यो? ताभ्याम दुःखी रोगग्रस्तो। रोगी मान्छे हैन, ऋण लिए पनि कमाउँछु तिर्छु भन्ने हुन्छ नि त। रोगी मान्छे छ भनेदेखि न कमाउन सक्छ न उपभोग गर्न सक्छ हैन, बिस्तारामा पढेको छ त्यो मान्छे यी दुई थरी भन्दा पनि रोगी हुन्छ। ताभ्याम दुःखी रोगग्रस्तो। यी सबभन्दा दुःखी को हुन्छ त? तेभ्यो दुःखी कुभार्यकः। यी सबभन्दा दुःखी चाहिँ आफ्नो पार्टनर भन्छन् नि आजभोलि। पत्नी खराब छन् भने दुःखी हुन्छ। र यो कुरा पतिमा पनि लागु हुन्छ। पति खराब छ भने सबभन्दा दुःखी त्यही पत्नी हुन्छन्। र पत्नी खराब छन् भने सबभन्दा दुःखी तिनै पति हुन्छन्। रोगी, गरिब हैन, ऋण लिएको यी सारा भन्दा आफ्नो पत्नी खराब हुने पुरुष दुःखी हुन्छ, पति खराब हुने पत्नी दुःखी हुन्छन्। त्यसले गर्दाखेरि पति पत्नी असल पर्नु पनि एउटा अहोभाग्य हो भनेर बुझ्नुपर्छ। तपाईहरुलाई कस्तो लाग्यो त यो कुरा? सही लाग्यो कि गलत लाग्यो? टिप्पणी गर्नु होला, कमेन्ट गर्नु होला।